हिउँदाको समयमा चिसोले र वर्षायाममा झरीका कारण रारा आउन जान केही असहज भने हुन्छ। यस क्षेत्रका बासिन्दाहरूले कृषि, होटल, होमस्टे, च्याङ्ग्रा पालन, जडीबुटी खोज तथा बिक्री, घोडा सवार आदि पेशा अवलम्बन गरी जीवन निर्वाह गर्दै आएका छन्। रारा घुम्न थाल्चा एयरपोर्टबाट पैदल बाटोसहित ट्रेकिङ रुट पनि निर्माण गरिएको छ। राराताल हेर्न र घुम्नकै लागि यो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरू उल्लेख्य मात्रामा मुगु जाने गरेका छन्। विभिन्न देशबाट पर्यटकहरू यस तालको सौन्दर्य, डुङ्गा सवार तथा ट्रेकिङ गर्न पुग्दछन्। उत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकहरू पनि भित्रिने गरेका छन्। पर्यटन वर्ष 2020 सफल पार्न रारा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहनेमा कसैको पनि दुईमत छैन।